नमस्ते, म थरले सार्कीको छोरा र मेरो सोचमा छुवाछुत नहट्नुको कारण हो दलित कोटा। जबसम्म सरकारले दलित कोटा हटाउँदैन तबसम्म छुवाछुत हट्दैन। र म आज सार्कीको छोरा, दमाईको छोरा, कामीको छोरा, हामी दलितहरू सबैजना दलितहरू गरिब पनि छैनन् र सबैजना ठुला जातका मान्छेहरू धनी पनि छैनन्। आज म सार्कीको छोरा भए पनि खाना लाउन, बस्नको लागि, पढ्नको लागि सबै कुराको प्रशस्त पुर्याउन सक्ने क्षमता छ। र थरले मात्रै ठुला जाति भएका मानिसहरू उनीहरूको घरमा खानको लागि सुविधा छैन, बच्चा पढाउनको लागि पढाउन सक्ने क्षमता छैन, तर पनि सरकारले उनीहरूलाई हेर्दैन। त्यसै कारणले जबसम्म यो दलित कोटालाई हटाएर गरिब कोटा बनाउँदैन तबसम्म यो छुवाछुत हट्दैन। र यी नानीको कुरा गर्ने हो भने हरेक एउटा घरपेटीले आफ्नो घर भाडामा कसैलाई दिन्छु या दिन्न भन्न पाउने अधिकार सबैको हुन्छ। र उनीले भनेको छैनन् तिमी दलित हौ, तिमी गरिब हौ, त्यसै कारणले गर्दा मैले यो मेरो घर दिन्न भनेको छैनन्। उनले सोचेर बताउँछु भनेको छिन्, त्यो भन्न पाउने सबैमा अधिकार छ। र हामी दलित भयौँ भनेर सरकारले हामीलाई अधिकार दिएको छ भन्दैमा हर कसैसँग अधिकार खोज्न पाउने हाम्रो पनि अधिकार छैन। त्यसै कारणले गर्दा हामी दलित हौँ भन्दैमा हरेक ठाउँमा हामी दलितलाई अधिकार पाउनुपर्छ भनेर खोज्नु पर्ने पनि जरुरत छैन। त्यसै कारणले हरेक कुरामा सोचेर बुझेर अगाडि बढौँ, सबैलाई कल्याण हुन्छ। धन्यवाद।